Hello everyone, this is me Vishal the ad doctor. आज म हजुरहरूलाई 3 सिक्रेट्स यु मस्ट नो बिफोर स्केलिङ इन मेटा एड्सको बारेमा कुरा गर्न गइरहेको छु। र फर्स्टली चाहिँ स्केलिङ इज नट अबाउट बजेट है, इट्स अबाउट टाइमिङ द रिस्क। स्केलिङ भनेको जस्ट बजेट हाई बजेट दिएर क्याम्पेन स्केलिङ गर्ने मात्र होइन है। कुन टाइममा चाहिँ हामीले बजेट हाई बजेट दिएर क्याम्पेन स्केल गर्यो भने चाहिँ बेटर रिजल्ट आउँछ होइन। कुन टाइममा चाहिँ हामीले बजेटलाई कम गरायो भने चाहिँ रिजल्ट स्टेबल हुन्छ, त्यो कुरा चाहिँ हामीले प्योरली डाटा ड्रिभन डिसिजन गर्नुपर्ने हुन्छ है। त्यसपछि स्केलिङ गर्दाखेरि हामीले रिस्क पनि लिइरहेको हुन्छौँ है। र मोस्ट अफ द एडभर्टाइजरले चाहिँ ऱ्यान्डमली स्केल गरिरहेको हुन्छन् विदाउट डाटा ड्रिभन डिसिजन, जस्ट ऱ्यान्डम वाइजमा। र मोस्ट अफ द एडभर्टाइजरले बजेट इन्क्रिज गर्दाखेरि चाहिँ यी तीनवटा कुरामा प्रायः जसो इन्क्रिज गरिरहनु भइरहेको हुन्छ। फर इक्जाम्पललाई फर्स्टली चाहिँ गुड डे है, 1-2 दिन राम्रो सेल्स आइरहेछ, पर्चेज आइरहेछ, त्यही बेसिसमा बजेट इन्क्रिज गरेर स्केल गरिरहनु भइरहेको हुन्छ। सेकेन्डली भनेको चाहिँ गड फिलिङ। फर इक्जाम्पलको लागि मलाई लागिरहेछ यो क्याम्पेनले राम्रो रिजल्ट लिन्छ वा यो एड्सले राम्रो रिजल्ट लिन्छ भनेर लागिरहेछ भने, गड फिलिङ लागिरहेछ भने त्यही बेसिसमा गरेर चाहिँ हामी बजेट इन्क्रिज गरिरहेको हुन्छौँ क्या, विच इज कम्प्लिटली रङ है। हामीले बजेट इन्क्रिज गर्दाखेरि जहिले हामी डाटा ड्रिभन डिसिजनमा इन्क्रिज गऱ्यौँ भने राम्रो बेटर रिजल्ट पाउँछौँ है त। र थर्डली चाहिँ वर्स्ट पार्ट भनेको चाहिँ हामीले डेस्परेसनमा चाहिँ बजेट इन्क्रिज गरिरहेको हुन्छौँ है। र यसरी बजेटहरू इन्क्रिज गरेर क्याम्पेनहरू रन गरिरहनु भइरहेछ भने रिजल्ट चाहिँ इन्कन्सिस्टेन्स आउँछ है। कहिले सेल्स आउने, कहिले सेल्स नआउने, कहिले सेल्स बढी आउने, कहिले सेल्स कस्ट पर रिजल्ट हाई आउने, हो त्यस्तो धेरै नै हाई चान्सेस हुन्छ है। र कन्सिस्टेन्ट रिजल्ट लिनको लागि चाहिँ हामीले फर्स्ट सिक्रेट नम्बर 1 चाहिँ हजुरले स्यालेरी विन्डो फेज चाहिँ थाहा पाइराख्नुपर्ने हुन्छ। जस्तै फर इक्जाम्पलको नेपालको कन्टेक्समा स्यालेरी पे डे कहिले हुनसक्छ, त्यो पे डे चाहिँ हामीले फाइन्ड आउट गर्ने हो। फर इक्जाम्पलको लागि अन्तिमको महिना हुनसक्छ होइन। अन्तिमको महिनामा स्यालेरी सबै जब होल्डरको स्यालेरी आउँछ नि त, स्यालेरी आएको फर्स्ट 7 डेज चाहिँ हाम्रो पे डे हुन्छ क्या। त्यो टाइममा चाहिँ सबै मान्छेहरूसँग पोटेन्सियल कस्टमरहरूसँग अमाउन्ट हुन्छ, त्यसले गर्दाखेरि चाहिँ उहाँहरूको पर्चेसिङ पावर हाई हुन्छ, उहाँहरूले धेरै स्पेन्ड गर्नुहुन्छ है। त्यो रिजनले गर्दाखेरि चाहिँ हाम्रो हायर कन्भर्जन रेट हुन्छ र लोवर रेजिस्टेन्ट टु बाइङ हुन्छ है। त्यो टाइममा चाहिँ हामीले बजेट इन्क्रिज गऱ्यौँ भने एकदमै हाई चान्सेस हुन्छ राम्रो पर्चेज आउन। र सेकेन्ड सिक्रेट चाहिँ छ हिस्टोरिकली बेस्ड डे है। एभ्री एड अकाउन्ट हेज अ प्याटर्न है। प्रायः जसो सबै एड अकाउन्टहरूसँग प्याटर्न हुन्छ। हामीले एड्स रिपोर्टिङमा गएर हेऱ्यौँ भने कुन डे चाहिँ यो बिजनेसको लागि बेस्ट डे हो, कुन डे चाहिँ हाम्रो राम्रो पर्फर्म गरिरहेछ, कुन विक चाहिँ पर्फर्म गरिरहेछ, हामीले एड्स रिपोर्टिङमा गएर हेऱ्यौँ भने थाहा पाउँछौँ क्या। फर इक्जाम्पलको लागि कुन बेला पर्चेज भोलम पिक आइरहेछ, कुन टाइममा चाहिँ कन्भर्जन रेट हाई छ, हामीले त्यो सबै फाइन्ड आउट गर्न सक्छौँ है एड्स रिपोर्टिङको थ्रुबाट। जुन टाइममा चाहिँ पर्चेज भोलम हाई आइरहेछ, कन्भर्जन रेट हाई छ, त्यो टाइममा चाहिँ हामीले बजेट डबल गरेर स्केल अप गर्न खोज्छौँ है। र जब हामीले एड्स रिपोर्टिङमा हामीले फाइन्ड आउट गर्छौँ कुन टाइममा चाहिँ बेटर रिजल्ट आइरहेछ, त्यतिखेर चाहिँ हामीले जब बजेट हाई दिएर स्केलिङ गर्छौँ त्यो चाहिँ लकले होइन है, प्योरली डाटा ड्रिभन डिसिजनले गरेर चाहिँ हामीले स्केलिङ गरिरहेको हुनसक्छ है। फर इक्जाम्पलको लागि हामीले एड्स रिपोर्टिङमा यसरी हेर्न सक्छौँ, जस्तै यो चाहिँ अमाउन्ट स्पेन्ड र पर्चेजेसको एनालाइसिस छ। अब हामीले यसरी नै हामीले एड्स रिपोर्टिङ सेक्सनमा गएर हामीले हेर्न सक्छौँ कुन टाइममा चाहिँ बेटर रिजल्ट आइरहेछ होइन, पर्चेज रेट हाई छ, कन्भर्जन रेट हाई आइरहेछ, कुन टाइममा चाहिँ कस्ट पर रिजल्ट हाई आइरहेछ, त्यो टाइममा चाहिँ हामी बजेट घटाउन खोज्छौँ। हो त्यसरी हामीले स्केलिङ गरेर बजेट बढाउने घटाउने गऱ्यौँ भने चाहिँ बेटर रिजल्ट र कन्सिस्टेन्ट रिजल्ट पाएर हुन्छौँ है त। र थर्ड सिक्रेट चाहिँ छ फ्ल्यास क्याम्पेन विन्डो है। फर इक्जाम्पलको लागि हामीले सेल्स एन्ड डिस्काउन्ट क्याम्पेन रन गरिरहेको छौँ भने त्यो क्याम्पेनको डेट एक्सपायर हुन लास्ट 2-3 डेज बाँकी छ भने त्यो टाइममा चाहिँ हामीले बजेट इन्क्रिज गर्छौँ क्या। किन इन्क्रिज गर्छौँ भन्दाखेरि चाहिँ कुनै सेल्स एन्ड डिस्काउन्ट क्याम्पेन रन गर्दाखेरि चाहिँ त्यो टाइम सकिन आँटेको छ भन्दाखेरि चाहिँ अर्जेन्सी बिल्डअप हुन्छ क्या। अनि जब अर्जेन्सी बिल्डअप हुन्छ त्यो टाइममा चाहिँ हाम्रो अफरको अटेन्सन इन्क्रिज हुन्छ, डिसिजन ह्यापेन फास्टर है। त्यो टाइममा चाहिँ डिसिजन छिटो लिन्छ किनकि हामीसँग सर्ट टाइम छ नि त। त्यो टाइमले गर्दाखेरि चाहिँ पोटेन्सियल कस्टमरहरूलाई चाहिँ छिटो डिसिजन लिन इन्करेज गर्छ है। र अनि थर्डली भनेको चाहिँ कन्भर्जन रेट एकदमै हाई हुन्छ है त्यो टाइममा जब हामीसँग सेल्स एन्ड डिस्काउन्टको क्याम्पेन रन गरिरहेको हुन्छौँ र थोरै टाइम हुन्छ, त्यो टाइममा चाहिँ कन्भर्जन रेट
एकदमै हाई आएको पाइन्छ र त्यसले गर्दाखेरि चाहिँ हामी यो टाइममा चाहिँ एकदमै बजेट इन्क्रिज गरेर स्केल गर्दाखेरि हामीले बेटर रिजल्ट पाउँछौँ है त। सो यति नै थियो आजको भिडियो। यदि हजुरहरूलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो, अझै मेटा एड्सको बारेमा लर्न गर्न चाहनुहुन्छ, सिक्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। म फ्युचरमा पनि यस्तै टाइपको भिडियोहरू लिएर आउनेछु। थ्याङ्क यू।